लचक लचक त्यो कम्बर हे देउ नम्बर हे बात होला गाइस आज चाहिँ मैले उलाई बर्थडे गिफ्ट दिएको यो चाहिँ घन्टी फुल छु अन्त यो चाहिँ दिएको बहुत सर्भिस भन्दैछु मैले हेलो गाइस नमस्ते सेवारो सबैजनालाई। सो आज चाहिँ म चाहिँ यो फुल बोकेर चाहिँ पर जाँदैछु। मैले हिजोको भिडियोमा पनि देखाएको थिएँ त्यहाँ चाहिँ पूजा गर्छ भनेर। सो आज चाहिँ पूजा गर्ने रहेछ, वर्षमा एकखेप गर्छ होइन। सो आज चाहिँ गर्ने रहेछ। म चाहिँ जाँदैछु, भाइहरू अघि गयो, पापाहरू चाहिँ आउँदैछ। त्यहाँ माथि चाहिँ काकाले घाँस काट्नु हुँदो रहेछ यहाँनिर। यो चाहिँ घन्टी फुल बोकेको छु, अन्त यो चाहिँ स्टार के पो भन्छ नाम पनि मलाई थाहा भएन, सबै झरिसकेछ है। फुल बोकेर चाहिँ म चाहिँ जाँदैछु। अन्त सो आजको दिन चाहिँ ठिकैको छ, धुम्म धुम्म भइरहेछ हो आजको दिन चाहिँ। हु माथिबाट चाहिँ सुरसहरू पनि आउँदै रहेछ। अन्त कता हरायो पापाहरू त, म चाहिँ जाँदैछु। हेर्दै जानुहोस् होला मेरो भ्लगलाई। यो भ्लगलाई इनसम्म हेरिदिनुहोस्, अन्त लाइक सेयर कमेन्ट गरिदिनुहोस्। सो म चाहिँ यहाँ डाँडा आइपुगिसकेँ। यहाँ आउनु बित्तिकै सुरसलाई भेटेँ, सुरस डनलाई। कुन त पापाले पठाएको मलाई फुल त। सो यहाँदेखि भ्यू चाहिँ यस्तो देखिरहेछ। सर आज छुट्टी होला भन्दै थियो। पहिला यहाँ चाहिँ सफाहरू गर्दैछ, अन्त चाहिँ पूजा गर्छ। चाहिँ काका हुनुहुन्छ, यहाँ चाहिँ बहिनीले चाहिँ उखाल्दैछ। लडिजान्छ है। त्यो चाहिँ काका त यहाँ चाहिँ ऊ फलहरू काट्नु हुँदैछ काकाले। यो फुल काका वाह कस्तो दामी फुल हो त्यो त, कलरै कलर खालको। यस्तो दामी फुल रहेछ कि मलाई चाहिँ मन पर्यो। यहाँ राखिदिउँ, मैले चाहिँ फुल यहाँ राखिदिएको। यहाँ चाहिँ प्रसाद बनाउनु हुँदैछ काकाले, प्रसादै भन्छ होइन। लोन निकालेको त जग्गा यहाँनिर चाहिँ बहिनीले पानी खाँदैछ होइन। कोकोलाई बहिनी चाहिँ मन परे कमेन्ट गरिदिन्छ। यहाँ माथि चाहिँ बनाउनु हुँदैछ होइन। यो चाहिँ मैले अस्तिको हिजोको भ्लगमा पनि देखाएको थिएँ। यो चुकुवा पनि हो हाम्रो होइन। त्यसको छेउमा चाहिँ हामी पूजा गर्दैछ आज चाहिँ। यो चाहिँ चिया पकाउनु आँटेको छ। बल्ल बल्ल बढ्यो है। एउटा मसी खोलेर डल्लै सकियो त है। यहाँ चाहिँ बहिनीले चिया बनाउँदैछ। अब कस्तो बनाउँदैछ सक्नु पऱ्यो। कालो चिया खानु हो? ए ब्ल्याक टी पो रहेछ। सो अहिले चाहिँ खिर पनि बनाउने अरे यहाँनिर होइन। अन्त खिर बनाउनु चाहिँ यहाँ छ बहिनी। सो यहाँ चाहिँ झन्डाहरू लाउँदैछ। के पुग्दैन अरे के? ओइ अर्को केटीलाई हातै हाल्छ। ब्याड टच है, ब्याड टच। जेल लाइन्छ जेल पोक्सो के छ पोक्सो। सो यहाँनिर चाहिँ पहिला चाहिँ पुरा धानहरू रोप्थ्यो अरे होइन। यहाँनिर चाहिँ एकखेप चाहिँ पहिरो आएर चाहिँ सबै उयो पानीहरूलाई उयो भयो अरे। पहिरोहरू आएर चाहिँ उयो ढुङ्गा उयो भयो अरे। ढुङ्गाले छोपेको अरे, खन्यो भने चाहिँ छ अरे पानी। सो हामी चाहिँ यहाँ पर कप ल्याउनु नपुगेर चाहिँ कप ल्याउनु जाँदैछौँ। ए ऊ भाइले ल्याउँदै रहेछ नि ऊ पर त्यस्तोलाई। कप चाहिँ भाइले ल्याउँदै रहेछ। मैले अघि नै कल गरेको थिएँ नि त कप ल्याउनु भनेर, तर म ल्याउनु गएको ल्याउँदै रहेछ भाइले चाहिँ।
ए पर्ख भनिदेऊ न राई महिलाले गाउँ छोड्यो रे मेरो सिङ्गर हो सिङ्गर आएको छ म चाहिँ मेरै मग बोकेर जाँदैछु होइन भरे पाएन भने है अगाडि भाउजू हुनुहुन्छ यहाँ पछाडि चाहिँ बहिनी हुनुहुन्छ यहाँ पर दादा हुनुहुन्छ सो हामी चाहिँ जाँदैछौँ हामी चाहिँ मेरो बहिनी चाहिँ होइन दादाहरू चाहिँ अहिले आउनुहुन्छ होला सायद ल घाम लाग्नु थालिसक्यो त्यही त एउटा चिया सकिसक्यो होला हामी यहाँ ढिलो भइसक्यो चिया चाहिँ झन् जतिको त्यति छैन रङ चाहिँ कडा भयो ला रङ कडा हालेको कुन रङ हाल्यो फेरि त्यही त रङ खाएको न गाइसहरू चाहिँ यहाँ चाहिँ दुध हालेको छ होइन अन्त हामीले चाहिँ यहाँ चिया खाँदैछौँ खोइ बहिनीको सो हम यहाँ पे चाय खा रहे चिया बनाउनु चाहिँ यहाँ चिनी कम्ती भयो अरे अन्त यहाँ चाहिँ भाइले थपेर हाल्दैछ भाइले एउटा अङ्गुर देऊ न मलाई चाहिँ उयो कालो कालो एउटा यहाँ चाहिँ भाइले उयो फ्रुटहरू बाँड्दैछ होइन अहिले के थाप्दै सक्छु के थाप्दैछु सो मैले चाहिँ यहाँनिर अङ्गुर लिएको छु होइन यहाँ हामी चाहिँ यस्तो घाम लागिरहेछ कि अहिले चाहिँ अघि बिहान चाहिँ धुम्म थियो अहिले चाहिँ हामी चिया खाँदैछ होइन साह्रो गोडिदिएको क्या त कहाँ लगाएको गोडिदियो होला यहाँ चाहिँ पर पापा चाहिँ एक्लै रहेछ के एक्लै बसेको गरम भयो क्लिपलेस भन्छ मेरो त घामबाट आँखै चाहिँ देख्दैछु त अम्बो तपाईँको त है यस्तोहरू झन् सायद देख्छु मेरो है मैले भाइ किन हो पुरा आउट मनपर्छ हो अनि माथि स्वस्तिकाको लिपस्टिक दल्छ अरे नि भाइले स्वस्तिकाले त्यसलाई म है त रातो बनाएर आएको थियो स्वस्तिकाको लिपस्टिक सक्नु आँट्यो आफै डल्दै गयो किन होला आफै डल्दैछु सले अघि आफै डल्दै गयो के थियो होला त भाइ पानी छैन यहाँ हाम्रो गाउँमा कस्तो दुःख छ आज के भन्छ त प्यान्टी चाहिँ के त मलाई खालि प्यान्टी भनेको है ल भन्यो ला म हात सन्थिनँ हौ के दिन्थ्यौ ब्याक किक दिन्थ्यौ ला अयो हामी कुनसँग टेस्ट गरिँदैन त्यो चाहिँ यहाँ चाहिँ धान छ होइन त्यो होइन सरी बहिनी यो धान होइन उयो पो भनेको धान यो धान हो यो भाइ यो धान यो गहुँको चामल होइन लाटी गहुँको तो झन् लाट त वाह शाहरुख खान हो कि समय यो चाहिँ भाइले सिक्स प्याक देखाउँदैछ अहिले फोटो खिच्दैछु यार लु यहाँ अहिले म देखाइदिन्छु 1 2 3 हल्लियो लचक लचक त्यो कम्बर हे देउना देउ नम्बर हे बात होला बेचरा फटाप होला उसको यतिको छैन डिस्प्लिन भनेको सो यहाँ चाहिँ बहिनीले भाँडामा उयो गर्दैछ होइन पोते लाउँदैछ होइन भाइ बहिनीले त्यसमा चाहिँ उयो खिर बनाउनु मैले नरिवल खाँदैछु यहाँनिर निकालेर हो कोकोनट मेरो भिखारीहरूलाई आज मैले माम खुवाउँदैछु ला भन्यो मलाई सम्झिनँ खिर बनाउने नरिवल हो हामीले चाहिँ सोरेर खाँदै सोरेर
के भयो अरे भाइ मेरो दुध मान्यो मलाई दुखेको छ ला दुखे ओ प्रभु तिमीलाई आज मैले चढाइदिएको छु ल प्रभु तिमीलाई आज मैले चढाइदिएको छु ल कम्ती भयो न म निराश हुन्छु प्रभु तिमीलाई स्कुलमा बनिन्छ ना भाइ मलाई बदाम मन पर्दैन प्रभुले खानुपर्छ आँखामा तिम्रो सपना बोकी मनमा तिम्रो याद नाम के हो भन न गाउँ कहाँ हो लगन साइला बुढो गाइस आज चाहिँ मैले उसलाई बर्थडे गिफ्ट दिएको उपहार यो चाहिँ चढाउने हो कि यो भाइले चाहिँ अहिले नै बाँड्दैछ भन्नु न भन्नु न उपहार के पो थियो मैले बिर्स्यौ उपहार त्यो तस्बिर माया गर्ने तस्बिर स्वर्गीय तिमी मेरो आएर छ अन्त तिम्रोमा नेगेटिभ हुनु अरे 5 रुपैयाँमा पाउने पिम्पल ल भाइको बस यस्तो ल हाम्रो भाइ चाहिँ लस पर्यो है मिठाई खानु र अघि नरिवल खानु मनमै चल्यो रे तिम्रो त्यो बोलीमा म गर्न चाहेर तिम्रो फुलहरू पनि छम 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 नाच्यो रे यता कि कन चाहिँ यता नाच्ने छ हो कता हो पूजा हुँदैछ होइन बत्ती बाल्नु हुँदैछ पापाले बाल्नु हुँदैछ होइन सबै बत्ती बाल्नु हुँदैन परमेश्वर त ख्रिस्टन हुँदैन सरी परमेश्वर तपाईँहरूलाई हुन्छ सो यहाँ चाहिँ यसरी बनाएको छ होइन म झन्डै लडेँ हामी चाहिँ पानी थप्नु जाँदैछ यहाँ चाहिँ हाम्रो खिर पाकिसक्यो होइन काकाले पकाउनु भएको यहाँ चाहिँ भर्खरै पूजा गरिसक्यो होइन टिकाहरू पनि लगाइसक्यो यहाँ चाहिँ फेरि पनि हामी चिया खानुलाई बस्दैछ रेडी भइसक्यो हो अनि आजको उयो चाहिँ अलिक के भन्नु दिन धुमो छ फोटो खिचेको अरे होइन यहाँ यस्तो फोटो खिच्ने मान्छे चाहिँ आम्मामा कहाँ लु पोस्ट चाहिँ यस्तो छ है माथिको मान्छे यस्तो ल तब अब सुत्नु मात्रै बाँकी छ है
चाहिँ हामी चाहिँ फेरि चिया खाँदैछौँ होइन चिया खाँदैछौँ मैले खिर बान्नु हुँदैछ यसरी हो हामी चाहिँ टपरा बनाएर चाहिँ खाँदैछ टपरामा चाहिँ हौ तिनजना पापा तपाईँ ल थ्याङ्क यू यो चाहिँ बिस्कुट पनि आइसकेको छ हाम्रो यहाँ चिया राखेर चाहिँ हामीले चाहिँ यहाँ चाहिँ यसरी खिर पार्नु हुँदैछ बाबा यहाँ खाइ बिस्कुट ल तपाईँको उयो दिएको छु यो बाङ्गा नखानु नि म एक्लै बोक्छु अहिले भाइ यसो नअरे त खिर खाँदैछौँ यहाँनिर खिर पनि हाल्छ चम्ची नभएर चाहिँ यहाँ बिजोक छ हातले खाँदैछौँ हातले खुवायो भन्दैछ हाम्रो चाहिँ अनि टिका लगाएर घाउँछ चाहिँ हावाले के छ हातले तर कुहिले चाहिँ कुहिले म चाहिँ यहाँ खाइसकेँ क्या पनि चाहिँ यहाँ डल्दैछ होइन होइन प्रसाद त यस्तो हावा चल्दैछ चाहिँ हो पानी पर्ला जस्तो भइरहेछ अब हामी चाहिँ यहाँ चिया र बिस्कुट खाइसकेको छौँ हामी गएको होइन सकिसक्यो यहाँ दाजुहरू जाँदैछ बिस्कुट चाहिँ यहाँ सक्नु छ हामीले यहाँ बहिनीहरू भाँडाकुँडाहरू बोक्दैछ होइन हामी चाहिँ गएको भाइ नरिवल चाहिँ प्लिज मलाई पनि देऊ न भनिदिन्छ अब हामी चाहिँ लाग्दै घर भाइ बोल्दिनँ म कहिले पनि भोलिको दिनमा म चाहियो भने तिमीलाई